आज चाहिँ एनिभर्सरी मनाउनलाई रातिको 12 बज्न थाल्यो। रातिमा त म राम्रै देखिने छु भाइ यो क्यामेरामा। म देखिने छु के क्यामेरामा रातिमा। जन्मनुभएका गायक सन्तु थापाको पञ्चे बाजामा आधारित भएका क्याराम्रो गुल्मीको तमघास बजाएर यस पञ्चे बाजाको जुगु गाविसमा आज तपाईको कान्छी छोरीको एनिभर्सरी कस्तो महसुस भइरहेको? कान्छी छोरीको एनिभर्सरी कस्तो महसुस भयो? आधा घण्टा बाद 10 मिनेटमा आछु। कहाँ जानु थियो 10 मिनेट आउनलाई? ड्युटी। छोरी के भइछ आज? आज नाच्ने भाइ। आज कान्छी छोरीको एनिभर्सरीमा नाच्ने हो। जय तपाईलाई केही भन्न छ तपाईको मिसेसलाई? आज 11औं एनिभर्सरी हैन? क्यामेरालाई नभन्नु, बुढीलाई भन्नु के क्यामेरालाई भन्नु भने। अनि जीवन साथी पाएको एकदमै खुसी छु। के रे बिहे गरेको 11 वर्ष भयो, आजसम्म खुसी छु। अब जिन्दगीभरि यस्तै खुसी दिनु होला। के रे 11 वर्ष अगाडि 7वटा वचन पुरा गरेको, आज अर्को कुनै वचन थप्न बाँकी छ कि? वचन त छैन त्यस्तो। परमिस पनि छैन। किनभने उहाँले परमिस गर्नै पर्दैन। भेरी गुड भेरी गुड। अनि ज्वाइँलाई अपेक्षा के छ? ल छोरी पनि जान्छन् बिचमा, जान्दैन न। आऊ ल बाबा मम्मीको बिचमा जाऊ। ल जाऊ बाबा मम्मीको बिचमा जाऊ। जाऊ मामु, जाऊ मामु। क्यान्डल बालौँ न त अब। मेरो बर्थडेमा चाहिँ सबै बस्ने, मलाई आफ्नो एनिभर्सरीमा बस्न नदिने। यता संसार अर्कै छ अहिले, संसार विचित्र। ए सबैलाई ताली बजाउनु भने उसलाई काट्नु कि हेप्पी एनिभर्सरी भने पहिला केक काट्नु क्यान्डल निभाउनु होला नि, आफै निप्दैन। ल काट्नु। ह्याप्पी एनिभर्सरी टु यु, ह्याप्पी एनिभर्सरी। थपडी थपडी सबैले थप सबै मन तपाईँ आउनु न। छोरीलाई नि खुवाइदिनु त्यही बेला, मलाई खुवाइदिनु भनेर त। फोटो है फोटो फोटो पनि खिच्छ।
ओ टिका लाउने ल बाबा टिका लगाइदिनु जानु मम्मी उता जानु उता जानु कि मम्मी साथी भाइको जन्ती भई नाचियो मधुर Nah,